गाइस अब चाहिँ खाना खान टक्क आइपुग्यो। अब हामी काम फटाफट सुरु गर्छौँ। खाना खान चाहिँ हामी जहिले पनि हामी एकै ठाउँमा जान्छौँ, किनकि हामीले महिनावारी खाना खाएको भएर चाहिँ त्यो ठाउँमा पुग्छौँ है, होटेलमा। र बाइक चाहिँ यही हो। यसको नयाँ एउटा कुरो चेन्ज गरेको कुरा पनि देखाउँछु है गाइस, आउनु न, केही छैन। मैले यो नम्बर प्लेट चाहिँ एकदम नराम्रो लागेर अर्को चेन्ज गरिदिएँ हिजो राति, रातारात चेन्ज गरिदिएँ, एकदम खतरा राम्रो लाग्यो। गाइस मेरो बाइक चाहिँ कस्तो छ भनिदिनु है। बाइक चाहिँ कस्तो छ, योभन्दा पहिलेको बाइक कस्तो थियो र अहिलेको बाइक कस्तो छ, यहाँहरूले यसो कमेन्टमा जनाइदिनु होला। पहिलाको चाहिँ 180 थियो, डबल सिट थियो। अहिले चाहिँ सिङ्गल सिट 150 पल्सर। पहिलाको चाहिँ 180 डबल सिट पल्सर हो भने अहिले चाहिँ सिङ्गल सिट। यसमा मैले हेलमेट के अरे यो मोबाइल स्ट्यान्ड पनि बनाएको छ गाइस, आफैले बनाएर हालेको, एकदम खतरा। ल आउँछ गाइस, यसको काम भइरहेछ, हाम्रो काम चाहिँ धमाधम भइरहेछ है। वेलकम टु माई युट्युब च्यानल उमेश ब्लग स्टार 1 मा फेरि पनि यहाँलाई नयाँ एपिसोडको साथमा स्वागत गर्दछु। र आउनुहोस्, आजको यो भिडियोमा चाहिँ मैले गर्ने हरेक काम र हरेक विषयवस्तुलाई जोड्दै मैले भिडियो बनाउने क्रममा आजको यो भिडियोमा फेरि पनि यहाँहरूलाई मैले के गर्दैछु, म कहाँ जाँदैछु र मेरो मेन काम के हो भन्ने कुरा चाहिँ यो भिडियो मार्फत तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाउँदैछु गाइज। र साँच्चै गाइज आजको यो जुन गाडीको काम गरिरहेको छ, जुन यो चाहिँ एक्सिडेन्ट केसलाई जुन चाहिँ हाम्रो यो गाडी अशोक लेलनको दोष भन्ने नाम भएको गाडीलाई चाहिँ एक्सिडेन्ट परेर यो चाहिँ काचक कुचुक्क कुचिएको थियो। यसलाई चाहिँ हामीले काटेर टक्क लाएर फेरि जस्ताको तस्तै बनाउने क्रम जारी नै छ। र आजको यो भिडियोमा चाहिँ मैले यसलाई चाहिँ डेन गर्ने अनि त्यसपछि यसलाई डेन गरेर जस्ताको जस्तै बनाउने र योभन्दा पछाडिको भिडियोमा चाहिँ हामीले चाहिँ फाइनली भिडियो चाहिँ पछाडि आउँछ, योभन्दा पछिको भिडियोमा। र आजको यो पहिलो भिडियो अशोक लेलनको दोष गाडीको भिडियो चाहिँ अहिलेको हामीले प्रत्यक्ष देखाउँदैछौँ गाइज। साँच्चै गाइज तपाईँलाई हाम्रो च्यानल उमेश ब्लग स्टार 1 मा नयाँ हुनुहुन्छ भने, पहिलोचोटि हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र हरेक ठाउँमा सेयर गरिदिनु होला भन्न चाहन्छु। र हाम्रो च्यानल सधैँभरि हेर्दै हुनुहुन्छ भने च्यानललाई भिडियो कस्तो लाग्छ भिडियो पुरै हेर्नुहोस् र कमेन्ट अवश्य नै गरिदिनु होला र एक लाइक एक कमेन्ट गरिदिनु होला। किनभने आज तपाईँले हाम्रो यो मिहिनेतलाई हेरेर अवश्य नै कमेन्ट गरिदिनु भयो, लाइक गरिदिनु भयो भने देखि अझै आउने दिनहरूमा योभन्दा राम्रो राम्रो भिडियोहरू चाहिँ बनाउनको लागि केही विशेष साथ अनि सपोर्ट मिल्नेछ। र आउनुहोस्, हामीले चाहिँ अब यो गाडीलाई चाहिँ पहिला त हाम्रो जुन एक्सिडेन्ट परेको गाडीलाई चाहिँ हामीले चाहिँ सर्वप्रथम त सुरुमा त हामीले यसलाई चाहिँ फोटोग्राफी गर्छौँ, फोटोहरू खिच्छौँ। फोटो खिचिसकेपछि त्यसलाई चाहिँ इन्सुरेन्स गरिन्छ। इन्सुरेन्सबाट चाहिँ अब अनि इन्सुरेन्सको सबै कामहरू भइसकेपछि अनि हामीलाई काट्ने, अब काट्ने ठाउँमा काट्ने, नकाट्ने ठाउँमा अब डेन गर्ने, काट्ने, मिलाउने, डेन गर्ने, वाइलिङ गर्ने र पेन्ट गरिसकेपछि जस्ताको तस्तै न्यू ब्रान्ड सोरुमबाट जस्तो निक्लेको छ त्यस्तै गाडी चाहिँ हाम्रोमा चाहिँ भन्छ। र साथसाथै अब अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने हामीले चाहिँ अब यो सानो गाडीमा चाहिँ काम गर्दाखेरि इलेक्ट्रिक बिल्डिङबाट चाहिँ अलिक गाह्रो हुन्छ र ग्यास बिल्डिङबाट चाहिँ हामीले काम गरिन्छ। र ग्यास बिल्डिङ चाहिँ अब कुन चिजबाट ग्यास बिल्डिङ हुन्छ, कति थरीबाट ग्यास बिल्डिङ हुन्छ भनेर यो कुरालाई म केही विशेष त प्रश्न गर्न चाहन्छु। हामीले चाहिँ ग्यास बिल्डिङ गर्दाखेरि चाहिँ एउटा कार्बेट जस्तो गरी एउटा पत्थर जस्तै ढुङ्गा हुन्छ, त्यसलाई चाहिँ हामीले कार्बेट ट्याङ्कीमा हालिन्छ र अब त्यहाँबाट चाहिँ अक्सिजन, कार्बेटबाट अक्सिजन ग्यास निक्लिन्छ। र अनि अर्को एउटा चाहिँ हामीले चाहिँ जस्तो हस्पिटलमा युज हुने अक्सिजन, त्यसबाट चाहिँ हामीले त्यो दुई थरी मिसाएर अनि हामीले ग्यास बिल्डिङ गरिन्छ। र यस्तै सिस्टमले चाहिँ हामीले काम गरिन्छ।
र मैले गर्ने हरेक कामको विषय तपाईँलाई देखाएँ। योभन्दा तल गएर धेरै भिडियो हेर्न सक्नुहुन्छ। हामीले विभिन्न किसिमको एसी बस, डिलक्स बस, लग्जरी कोच र धेरै किसिमको बसहरूको डिजाइनिङ र फुल बडी पनि बनाएको भिडियो पनि हाम्रो यो च्यानलमा हेर्न सक्नुहुन्छ। र हामीले चाहिँ गर्ने हरेक किसिमको कामहरू चाहिँ हाम्रो च्यानल उमेश ब्लग स्टार मार्फत समावेश गर्ने गरेको छु। र यहाँहरूले मेरो मिहिनेतलाई यदि राम्रो नराम्रो के कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। र आउने दिनहरूमा पनि अझै राम्रो भिडियोहरू बनाउनको लागि यहाँहरूको साथ सपोर्ट अवश्य नै मलाई चाहिन्छ र गरिदिनु होला भन्न चाहन्छु। यहाँहरू कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, यदि काठमाडौँ, नेपालगञ्ज हरेक ठाउँबाट के नेपालको हरेक कुना कुनाबाट र देश तथा विदेशबाट यो भिडियोलाई हेर्दै हुनुहुन्छ भने अवश्य नै यहाँहरूको साथ अनि सपोर्ट र आफ्नो प्रतिक्रिया चाहिँ कमेन्टमा दिनु होला भन्दै यो भिडियो मैले तपाईँहरूको लागि विशेष गर्दैछु। साँच्चै नै मेरो प्यारा मित्रहरू, मेरो साथीभाइहरू होइन, र हामीले गर्ने हरेक किसिमको कामहरूलाई चाहिँ हाम्रो भ्लग मार्फत विशेष जोड गर्ने गरेको छु, जोड दिने गरेको छु। र आज पनि यो पहिलोचोटि, योभन्दा पहिले पनि मैले हालेको थिएँ भिडियो, र विशेष गरी यो भिडियो चाहिँ हामीले पहिलोचोटि हाल्दैछौँ। र यसै गरी अब यति तपाईँहरूलाई पनि यस्तै किसिमको भिडियो मनपर्छ र गाडी बनाउने कसरी के गरी गरिन्छ, कुन कुन चिजबाट चाहिँ युज गरेर हामीले चाहिँ गाडी बनाउन सकिन्छ भनेर यदि तपाईँहरूको मनमा जिज्ञासा खुल्तुली छ भने अवश्य नै हाम्रो च्यानललाई हेरेर हरेक किसिमको कामहरू सिक्नको लागि अवश्य नै सजिलो पर्नेछ भने जस्तो मलाई लाग्छ। र यो गाडीलाई चाहिँ डेन अनि पेन सम्बन्धी विभिन्न किसिमको कुराहरूलाई चाहिँ यदि तपाईँहरूलाई पनि कहाँ बनाउने होला, के गर्ने होला भनेर यदि सोच्दै हुनुहुन्छ भने त्यो कुराको नै हामीलाई अफर छ है त फेरि यहाँहरूलाई। किनभने डेन पेन र नयाँ गाडी, पुरानो गाडी र धेरै किसिमको गाडीहरू सम्बन्धी चाहिँ हामीले चाहिँ हाम्रो च्यानलमा अपलोड गरिरहेकै हुन्छौँ। र यदि तपाईँहरूलाई गाडी बनाउनु परेको खण्डमा जस्तोसुकै किसिमको गाडीहरूलाई पनि हामीले चाहिँ मर्मत गर्नेदेखिबाट नयाँ तथा पुरानो डेन पेन यी सम्पूर्ण कुराहरू चाहिँ गर्नको लागि हाम्रो च्यानलमा तल गएर लिङ्कमा गएर हेर्नुभयो भने नम्बर पनि भेटिन्छ मेरो। यदि त्यो नम्बरमा फोन गरेर सिधै सम्पर्क गरेर आउन सक्नुभयो भने यहाँहरूलाई अझै सजिलो पर्छ। र अब अर्को कुरा म के भन्न चाहन्छु भने यदि तपाईँहरू पुरानो गाडी थोत्रो भयो, अब यसलाई चाहिँ नयाँ पारेर चलाउँछु, नयाँ पारेर बेच्छु भनेर भन्नुहुन्छ भने त्यसको लागि पनि विशेष अफर। र हाम्रो साथीभाइहरू चाहिँ कति चाहिँ गाडी किन्नको लागि एकदम तत्पराइरहनु भएको हुन्छ, राम्रो गाडी पाउनु भएको छैन, कसरी किन्ने, कहाँ सोध्ने, के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने त्यसको लागि पनि विशेष अफर। र गाडीले साह्रै दुःख दियो, अब त्यसलाई बनाएर बेच्छु भनेर भन्नुहुन्छ भने पनि त्यहाँको लागि पनि विशेष यहाँहरूलाई विशेष अफर। र हाम्रो च्यानल उमेश ब्लग स्टार वानलाई चाहिँ अवश्य नै सब्सक्राइब गर्नुपर्ने हुन्छ र कमेन्टमा आफ्नो नम्बर छोडिदिनु भयो भने अझै सजिलो हुन्छ भन्दै हाम्रो यो भिडियो सुरुदेखिबाट अन्तिमसम्म तपाईँहरूले हेर्नुपर्ने हुन्छ। र आउने दिनहरूमा कस्तो किसिमको भिडियो चाहिँ हाल्दाखेरि हुन्छ, कस्तो किसिमको भिडियोहरू चाहिँ हाल्यो भने यहाँहरूलाई चाहिँ जस आफूलाई चाहिएको कुराहरू चाहिँ पाउन सक्नुहुन्छ, त्यो भिडियोलाई चाहिँ म बनाउने कोसिस गर्छु। यहाँहरूको अवश्य त्योभन्दा पहिला यहाँले कमेन्टमा जनाउनु पर्ने हुन्छ कि मलाई चाहिँ यो किसिमको भिडियो चाहियो है त। साँच्चै नै मैले हाल्ने धेरै किसिमको भिडियोहरू मार्फत एभिएसन म्युजियम सिनामङ्गलमा रहेको एभिएसन विमान सङ्ग्रहालयको पनि भिडियोहरू हामी कहाँमा देखिन्छ। र सानो हात्ती गाडीको बडी बनाउनेदेखिबाट लिएर डेन पेन सम्बन्धीको पनि देखिन्छ। र ठुला एसी बस, डिलक्स बस र लग्जरी कोचको पनि भिडियो हामीकोमा देखिन्छ। र अहिलेको जमाना अनुसारले गाडीमा चाहिँ विभिन्न किसिमको सोफा सिटको सिस्टम आएको छ। सोफा सिट यदि यहाँहरूलाई बनाउनु छ र गाडीमा चाहिँ अब नर्मल सिट भयो र मान्छेहरू चढ्नु मान्नु भएन, हामीले सोफा सिटको चाहिएको छ भनेर भन्नुभयो भने त्यसको लागि पनि विशेष अफर र पैसा यहाँहरूको काम हामीहरूको। र जे होस् यहाँहरूलाई खुसी बनाएर पठाउने जिम्मा हाम्रो हातमा छ। र धेरै किसिमको काम, धेरै किसिमको जस विषयहरूलाई जोड्दै हाम्रो च्यानलमा चाहिँ यो भिडियो बनाउने गरेको छु। र यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो
सुरुदेखिबाट अन्तिमसम्म हेर्नुहोस् र कमेन्टमा मलाई चाहिँ यस्तो किसिमको भिडियो आए भएदेखि हुन्छ र यो काम चाहिँ हामीलाई चाहिएको छ भनेर भन्नुभयो भने यहाँहरूलाई अवश्य नै हामीले गर्नेछौँ। साँच्चै दर्शकबिन उमेश ब्लग स्टार वानले अहिलेसम्म गरेको धेरै किसिमको कामहरूको विषयवस्तु जोड्दै धेरै ठाउँहरूको भिडियो चाहिँ यहाँहरूको माझमा देखाउने गरेको छ र जति पनि हाम्रो मित्रहरूले साथीभाइहरूले हेर्नुहुन्छ तर हामीले चाहिँ नकारात्मक भिडियो होइन कि सकारात्मक भिडियोलाई चाहिँ समावेश गर्नेछौँ र आफ्नो समयलाई चाहिँ आफ्नो ब्लग मार्फत युज गरेर जुन पछिका दिनहरूमा पनि हेर्नको लागि र आफ्नो बितेका दिनहरूलाई चाहिँ फेरि सम्झिनको लागि भिडियोहरू चाहिँ मैले बनाउने गरेको छु र यदि पैसा कमाउनको लागि मात्रै नभएर आफ्नो विगतका दिनहरूलाई सम्झना राख्नको लागि पनि आफ्नो च्यानलमा चाहिँ मैले यो भिडियोहरू हाल्ने गरेको छु र दर्शकबिन साँच्चै नै यहाँहरूलाई धेरै कुराहरू भन्नुभन्दा पनि आफूलाई चाहिएको सेवा सुविधा फाइदाको विषयमा भिडियो बनाइरहेको छु र आजको यो भिडियो सुरुदेखिबाट अन्तिमसम्म यहाँहरूले हेरिदिनु भयो र के कस्तो लाग्यो अरू सबै कुराहरू चाहिँ यहाँहरूको हातमा छ र यो गाडी फाइनल हुने भिडियो फाइनलिङ भिडियो पनि आउँछ अवश्य नै हेरिदिनु होला र यो पार्ट 1 हो भने अर्को पार्ट 2 पनि बनाइन्छ र अब यदि तपाईँहरूले चाहनुभयो भने पार्ट 3 पनि बनाइन्छ यही गाडीको विषयमा है त। थ्याङ्क यू सो मच हाम्रो यो भिडियोलाई सुरुदेखिबाट अन्तिमसम्म हेरेर साथ दिनुभयो र सपोर्ट गरिदिनु भयो र लगभग 12 मिनट समथिङ 12 मिनटभन्दा केही विशेष अलिकति लामो भिडियो छ हेरेर साथ दिनुभयो सपोर्ट गरिदिनु भयो यसको लागि यहाँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो कम्पनीमा हुने विभिन्न किसिमको कामहरूको विषयवस्तु जोड्दै यो भिडियो यहाँहरूको माझमा समावेश गर्न सकी र यहाँहरूले अझै साथ सपोर्ट दिएर भिडियो बनाउने मौका चान्स अवसर र यदि तपाईँहरूको पनि कुनै एड गर्नु छ एडभर्टाइज गर्नु छ भने हामीलाई सम्झिनु होला। दिस उमेश